तपाईहरु जुनै कुरादेखि जुनै कक्षादेखि जुनै क्षेत्रदेखि हेरिरहनु भएको छ भने आज हेर्नुस् आफ्नै करेसोबारीमा फलेको आफ्नै अर्ग्यानिक हेर्नु त म कहाँ छु आलु बगडा भन्ने बोर्डमा आफ्नै करेसोबारीमा फलेको यस्तो राम्रो आमा यस्तो राम्रो यसरी टिपेर चाहिँ यसलाई आफ्नै सुगन्ध आफ्नै एरियामा आफ्नै गाउँमा एकदम अर्ग्यानिक चिजलाई यसरी खाइसकेपछि शरीरलाई कस्तो होला त पक्कै पनि खाइसकेपछि थाहा पाउन सक्छ आफ्नै करेसोबारीको हो यसरी फलिरहेको छ तपाईहरु बिहान यसको सेवन गर्नुभयो भने आफ्नो पाचन क्रियाले एकदम राम्रो गर्छ यसरी राम्रो फलिरहेको चिजलाई मजाले सेवन गर्नु होला बिहान एकदम आफ्नो स्वास्थ्यको लागि एकदम राम्रो हुन सक्छ आफ्नै बारीमा यसरी फल्दाखेरि आफूले आफ्नो शान्त वातावरणमा बसेर यसरी आफ्नै अर्ग्यानिक खाँदाखेरि कस्तो आनन्द अनुभव हुन्छ